वर्ष बाद म आइपुगेँ भाइको घरमा। बाबा चाहिँ यहीँ छन्। सो बाबाको रिएक्सन कस्तो हुँदो रहेछ हेर्छु हेरौँ। ठिकै छ? के रिएक्सन के कस्तो लाग्यो? कस्तो लाग्यो भनेको? एक वर्षमा भेट्दा मलाई एक वर्षमा भेट्दैछ होइन? कस्तो लाग्यो भनेको? कस्तो लागेको? ठुलो छोरा एक वर्षमा भेट्दा कस्तो लाग्यो भनेको? कस्तो लाग्यो भनेको कहिले कहिले आउँदा त राम्रो आउँदाखेरि त खुसी लाग्छ राम्रो। ल यहाँ लड्छ त्यसलाई ध्यान दिनु। अन्त यो चाहिँ चिकन बनाइसकेको छ होइन। अन्त यहाँ चाहिँ फर्सी बनाउँदैछ किनभने फर्सी पनि सबैलाई मनपर्छ र। अनि के को अचार अरे सम्भव? चिम्फिङको अचार पनि बनाउँदैछ। यहाँ भिगाइराखेको छ मुखले पनि भन्नु न के सुप्रिया दिने सब्सक्राइब गरेको छैन होला नि तपाईँलाई। कसले? सुप्रिया दिने गाडी मालिकले हो। कुनै कतिवटा सिकेकै छैन गाडीको। हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। मैले हजुरहरूलाई प्रमिस गरेको थिएँ कि म दार्जिलिङ छुट्टीमा जाँदाखेरि भ्लग बनाउनु थाल्छु भनेर। सो आजदेखि मैले भ्लग बनाउनु स्टार्ट गरेको छु। आई होप हजुरहरूले मन पराइदिनुहुन्छ भिडियो हेरेर। मैले मेरो 1.5 महिनाको छुट्टी म कसरी बिताउँछु भनेर आज चाहिँ मैले स्टार्ट चाहिँ मेरो भाइको घरबाट गरिराखेको छु। अनि भाइले चाहिँ आजको डिनर प्रिपेयर गर्दैछ हामी सबैको लागि। उता दार्जिलिङबाट भानिजहरू पनि आउँदैछ भोलि ल्याउनुको लागि। अन्त अब भानिजहरू त अहिले आइपुगेको छैन, जानमा फसिरहेको छ भन्दै थियो तल 5 माइल कतातिर। भाइले चाहिँ खाना बनाएको म तपाईँहरूलाई देखाउनु मन परेर चाहिँ देखाउनु गइराखेको छु। हजुरहरूले इन्जोय गरेर भिडियोलाई मन पर्यो भने चाहिँ एकदमै सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनु होला। अनि साथै बेल आइकनलाई पनि दबाइदिनुहोस् होला ताकि अरू भिडियो पनि तपाईँहरू भएकोमा नोटिफिकेसन आओस्। सो त्यसले गर्दाखेरि चाहिँ बाबाले पनि हल्का ड्रिङ्क गर्नुहुँदैछ यता। अब टाइम भयो नि त अहिले। आज अलमोस्ट 8 बजीदेखि मैले यो भिडियो बनाएको हो। त भोलि पनि बनाएर भोलिको भिडियोसँगै आजको भिडियो चाहिँ भोलि पनि म बनाउँदै एड गरेर एउटा भ्लग बनाएर तपाईँहरूलाई देखाउँछु के गर्छु भनेर। आज 8 बजीदेखिको स्टार्ट भएको छ मेरो भ्लग। अनि भोलि कति बजीसम्म आउँछ अन्त त्यो पनि देखाउनु एड गरेर म एउटा भ्लग बनाएर कति हुन्छ 10-15 मिनटको एउटा भिडियो बनाएर तपाईँहरू माझमा ल्याउनु कोसिस गरिरहेको छु। हजुरहरूको साथ सपोर्टको जरुरत छ। आशा छ भिडियो मन पराइदिनु भयो भने चाहिँ तपाईँहरूले पक्कै पनि लाइक पनि गरिदिनुहुन्छ, सेयर पनि गरिदिनुहुन्छ भनेर। अब चाहिँ म तपाईँहरूलाई मेरो भाइले खाना के बनाउँदैछ अनि के प्रिपेयर गर्दैछ त्यो पनि देखाउनु गइराखेको छु, हेर्नु होला। एक्चुअली यहाँ चाहिँ भाइ चाहिँ यहाँ छ। अन्त यो चाहिँ चिकन बनाइसकेको छ हैन।
अन्त यहाँ चाहिँ फर्सी बनाउँदैछ किनभने फर्सी पनि सबैलाई मनपर्छ र अनि के को अचार अरे सम्भव चिम्फिङको अचार पनि बनाउँदैछ यहाँ भिजाइराखेको छ अनि बाबाले चाहिँ यो पोल्ट्री कुखुरा एकदमै मन पराउँदैन भाइको यो हेर्नुहोस् न कस्तो दामी भएछ यो के अरे मनी प्लान्ट बरीले बनाएको रहेछ रोपेको रहेछ दामी पनि भइरहेको रहेछ यहाँ हेर्नुहोस् त कस्तो दामी अनि यसको यसको के छ अरे को तोरिया खोइ यहाँ तोरिया पनि बनिसकेको रहेछ यहाँ चाहिँ खासमा चाहिँ खाने चाहिँ 3 टाइपको मान्छेहरू भएर चाहिँ यो सबै सब्जीहरू देखाएको बेसी भएको खासमा त एउटा चिकन र दालसँग खालि भए पनि खाइन्थ्यो तर बरीले मासु खाँदैन बाबाले चिकन खाँदैन र चाहिँ हामीले यति बेसी सब्जी बनाउँदैछ भाइले चाहिँ हामीले होइन भाइले अन्त यो फर्सी बनाउँदैछ अहिले फर्सीको सब्जी चाहिँ मैले रिक्वेस्ट गरेको किनभने खाएको थिइनँ नि त निकै भएको थियो यसो गड्डा चाहिँ खाएको थिएन अन्त सो यहाँनिर अचारको लागि प्रिपेयर हुँदैछ यो चिम्फिङको अचार बनाउने अरे मलाई चाहिँ मनपर्छ यो चिम्फिङको पनि अनि यो चाहिँ बाबाको लागि माछा लिएको छु अब यसलाई चाहिँ म फ्राई गरिदिन्छु खालि हल्का नुन हल्दी धनियाँ पाउडर के हुन्छ त्यो हालेर खालि फ्राई खालि गर्छु तेल हल्का तेलमा यो भयो है अन्त यहाँ चाहिँ बाबाको ड्रिङ्क गर्दैछ यहाँ बडी चाहिँ बात मार्दैछ अनि नानी चाहिँ हेर्नुहोस् न सुतिराखेको छ अघि कति बजीदेखि सुतेको अन्त त्यही हो अब भोलिदेखि चाहिँ अब अहिले भानिजहरू आएपछि हल्का भिडियो एड गर्छु त्यहाँबाट भोलिदेखि चाहिँ आज किन थाकी पनि राखेको छौँ सबैजना सो आज चाहिँ म अहिले भानिजहरू आएको अलिकति एड गर्छु भिडियोमा होइन अन्त उनीहरूले के भन्दै रहेछ त्यो पनि हेर्नु होला साथै भोलि म यहाँबाट दार्जिलिङ निस्किँदैछु अन्त दार्जिलिङ निस्किँदाखेरिदेखि चाहिँ म फेरि भिडियो एड गर्छु है अनि हेर्नु त मैले यहाँ ब्ल्याङ्केटहरू किन्ने काम थियो ब्ल्याङ्केटहरू पनि यतैबाट किनिसकेको छु 3टा ब्ल्याङ्केट किनेको छु अन्त डनलपहरू किनेको छु सिरानीको खोलहरू बेडसिटहरू किनेको छु अन्त यो चाहिँ यहाँनिर चाहिँ मेरो भानिजको सपिङ सानो भानिजलाई हल्का लुगाहरू किनिदिएको छु के कस्तो लाग्छ कमेन्ट गर्नु होला बाबालाई सोध्छु ल म बाबाले के कस्तो लागेछ म आउँदाखेरि बाबा के गर्नुभएको मुखले पनि भन्नु न के हेलो गुड मर्निङ फेरि पनि तपाईँहरूसँग जोडिनु गएँ आजको दिन पनि स्टार्ट भइसकेको छ मैले रेडीहरू भएको चाहिँ गर्नु पाइनँ भिडियो है अनि साथै सामान हेर्नु सक्नुहुन्छ यसरी छ अन्त यहाँ चाहिँ सानो भानिज निहाल बसिरहेको छ अन्त म चाहिँ यहाँ बसिराखेको छु अनि बाबा चाहिँ यता छ फ्रन्ट सिटमा अनि यहाँ ठुलो भानिजले ड्राइभिङ गर्दैछ सो बाटोमा के गर्छु हजुरहरूलाई देखाउने छु के किन्छु है सबै देखाउँदै आजको भ्लग कम्प्लिट गर्ने होला छु हिजोको बेलुकादेखि थालेको 8 बजीदेखि थालेको हिजो 8 बजीदेखि थालेको भ्लग हो आजको दिनसँग जोडेर कम्प्लिट गर्छु अनि हजुरहरूको माझमा ल्याउने पक्कै छु अलिअलि एडिटिङको काम गरेर अन्त आशा छ हजुरहरूले मन पराइदिनुहुन्छ होला माया दिनुहुन्छ भन्ने आशा चाहिँ हेरिराखेको छु साथै सब्सक्राइबर गर्नुभएको छैन भने च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई प्लिज सब्सक्राइब गरेर बेल आइकन घन्टीलाई पनि बजाउनु चाहिँ नबिर्सिदिनु होला ताकि अरू भिडियो आउँदाखेरि चाहिँ फेरि तपाईँले हेर्नु सक्नुहुन्छ कि डिले पाउनु सक्नुहुन्छ तपाईँले नयाँ भिडियो आएको तपाईँले चाल पाउनु सक्नुहुन्छ सो त्यसले गर्दाखेरि चाहिँ सब्सक्राइब गरेपछि चाहिँ एकदम बेल आइकनलाई चाहिँ दबाइदिनु होला साथै मन पऱ्यो भने कमेन्ट सुझाउहरू दिनुहोस् होला कमेन्टको थ्रुबाट होइन अन्त यस लाइक चाहिँ नबिर्सिनु भन्दै म अब अहिले कहाँ बिचमा के गर्छु कसो गर्छु त्यो पनि देखाउनेछु तपाईँहरूलाई हजुरहरू पक्कै पनि अहिले चाहिँ हामी तादोङ आइपुगिसक्यौँ
हाम्रो दाजुभाइहरू रहेछ दाजुभाइहरू अहिले त अलिक सुतेछ बस्छ अब आजको वेदर चाहिँ हेर्नु चाहिँ घाम लागिरहेको छ वेदर चाहिँ एकदम क्लियर छ दामी छ अब चाहिँ म तपाईँहरूलाई किर्नीमा किर्नी आइपुग्यौँ अहिले चाहिँ हामी किर्नीमा चाहिँ अब खाना खानेवाला छौँ अन्त अब यहाँनिर छ बजार चाहिँ भाइहरू चाहिँ खाना के खान्छु बाबा चाहिँ अलिकति हेर्नु त साथीहरू टिस्टाको पानी चाहिँ टिस्टा नदी चाहिँ कसरी बढेको छ एकदम रोड छेउछाउमा आइसकेको पानी अहिले चाहिँ हामी टिस्टा त्रिवेणीको भ्यू हेर्नुको लागि अलिकति रोड बसिरहेको छौँ सो यहाँनिर चाहिँ केटा दुई भाइ भान्जाहरू हुनुहुन्छ अब भ्यू कस्तो देख्छ तपाईँहरूलाई पनि देखाउँछु ल म यहाँ त्रिवेणीको अहिले यस्तो मार्केटहरू यता हेर त भगाउ न भाइ पहिलो देखेर आकाश यो चाहिँ हाम्रो टिस्टा त्रिवेणी हो यो त्रिवेणी भ्यू पोइन्ट भन्छ यसलाई चाहिँ वेदर चाहिँ एकदमै दामी छ आजको के खोजाइदियो के चाहिँ यसले चाहिँ उहाँको एक कुरै खोजाइदिकन यो चाहिँ टिस्टाको कुकुर हो आइज ल दे हात दे टिस्टा रोड चाहिँ सेबुक बेसोक रोड चाहिँ यस्तो छ गाडी चाहिँ यहाँ माथि राखिराखेको छ अब चाहिँ यो चाहिँ हाम्रो गाडी हो गाडीको पनि एउटा लुक्स दिइहालौँ न है बाबा चाहिँ भिआइपी जस्तो भएर बसिरहेको छ त्यहाँनिर अनि सुप्रिया दिने सब्सक्राइब गरेको छैन होला नि तपाईँलाई कसले सुप्रिया दिने गाडीको मालिकले हो कुदिन सुप्रिया भनेको नाम चाहिँ उसको नाम चाहिँ सुप्रिया हो पैसा
त फोन पनि बुझ्नै साह्रो पर्छ बिस्तारै भाइ यस्तो ट्रेनतिर बाटो यस्तो छ यस्तो जग्गामा कसरी नआउनु कसरी सक्छ आफ्नो